तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ, अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ। त्यो इफ यु डोन्ट नो वाट यु डोन्ट नो देन यु डोन्ट नो, रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नु पर्दछ र त्यो कुरा सिक्नु पर्दछ। यो सुन्दर पिचाई गुगलको सिइओले भन्नुहुन्छ, द डे यु फिल द्याट यु हेभ लर्न एभ्रिथिङ यु आर अलमोस्ट डेड। जुन दिन तपाईँ यो सोच्नुहुन्छ कि तपाईँलाई सबै चिज थाहा छ, त्यो दिन तपाईँ मृत्यु समान हो। त्यसैले गर्दाखेरि हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनको कुराहरूमा यो कुरा कतैतिर अझै ढङ्ग सुधार्नुपर्छ कि जस्तो चाहिँ लाग्छ। स्टेक होल्डरहरू, एउटा मधेस छ, अर्को प्रवास छ, अर्को निजी क्षेत्र छ। तर हेर्नुहोस् न, दुर्भाग्य तीनै असुरक्षित छ। मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ, तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुहोस्। अब त्यहाँ 25 रुपियाँको चिप्स खोसिन्छ, तर सन्तुलन छैन भन्ने कुरा हेर्नुहोस् न। एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ, हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईँको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले? किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ? कहाँ से आते हैं ये लोग और कहाँ से आते हैं ये सोच भन्ने ठुलो